हेलो 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 बिहानको 6:30 बजे म चाहिँ ड्युटीबाट आउँदैछु। यो चाहिँ गाडीको फ्ल्यास लाइटले गर्दा म अलिक गोरु देखिन सक्छु। छाता चाहिँ अरू मेरो कलिगको भनौँ सिनियरको मागेको मैले। अनि पानी परिरहेछ दुबईमा आफ्टर 1.5 years पानी परेको यो चाहिँ। अनि हियर इट्स भेरी भेरी डेन्जरस क्या पानी चाहिँ। अनि हाम्रो तराईमा भन्दा पनि यहाँ चाहिँ अलिक राम्रो छैन भनौँ न। यहाँ चाहिँ निकासै छैन कि पानीको। अनि प्रपर म्यानेजमेन्ट ड्रेनेजको भए पनि त्यो भनेको वेस्टेज क्यापेसिटीको लागि चाहिँ ठिक छ, तर यो रेन क्यापेसिटीमा चाहिँ अब होल्ड गर्नु नसकेकै देखिरहेछ अहिलेसम्म चाहिँ। सो वी आर नट गोइङ टु टक अबाउट द्याट। अहिले म जेब्रा क्रसिङमा छु। एन्ड देन मौसम चाहिँ राम्रो छ कि, तर जस्ट ड्युटी जानु आउनु गाह्रो चाहिँ हुँदो रहेछ है। अनि अब मोजाहरू चाहिँ भिज्यो कि भन्ने सुर्ता लागिरहेको छ, तर केही छैन। आज मेरो अब म नाइट गरेर आएँ, फेरि नाइट छ हो, 16 घन्टाको ग्याप हुन्छ। सो दिस विल बी माई फर्स्ट भिडियो हुनेवाला छ अब त्यो धेरै पछि। सो अहिलेको अपडेट चाहिँ त्यही छ हो। अनि कामहरू गर्ने मान्छेहरूलाई अलिक गाह्रो, जसको आफ्नो भेहिकल छैन, जसको कम्पनीको यो के भन्छ अरे ट्रान्सपोर्टेसन छैन है, अलिक थोरै गाह्रो। तर इट्स ओके। आई मिन मलाई त साह्रै राम्रो फिल भयो, शीतल है, शीतल फिल गराउने। एन्ड देन आई इन्जोयड इट अल्सो। अनि त्यो बाहेक अरू मलाई त्यस्तो साह्रो कम्प्लेन चाहिँ छैन। सो द्याट्स इट फर नाउ। एन्ड आई एम होपिङ द्याट आई विल मेक भिडियो इन फ्युचर डेज, नट फर अडियन्स, तर अब मेरो पर्सनल एउटा यादको लागि भनौँ, अनि जेको लागि भने पनि। सो फ्युचर डेजमा बनाउने एउटा छ, त्यति हो। बाई।